अहिलेको टाइममा हामीले नेपाली रोड्सहरुमा यति धेरै इभीजहरु देख्न थालिसक्यौं हैन अनि डिफरेन्ट सेगमेन्टको इभीजहरु पनि नेपालमा इन्ट्री भइसकेको छ अफरोड लानलाई पनि त्यस्तै खालको इभीजहरु आइसकेको छ हाइवेज लान पनि त्यस्तै खालको इभीजहरु आइसकेको छ भने सिटीमा मात्रै चलाउनु हुन्छ भने पनि त्यस्तै खालको इभीजहरु चाहिँ हामीले नेपाली रोड्समा देख्न थालिसक्यौं र आज चाहिँ मैले एउटा प्योर सिटी कार इभी कार ल्याइसकेको छु जुन चाहिँ रहेको छ BYD Atto 1। हेलो एभ्रिवान, वेलकम बैक टु माई च्यानल। म निकुञ्ज र आज हामीसँग छ BYD को रिसेन्टली लन्च भएको यो BYD Atto 1। इन्टरनेसनली यो गाडीलाई चाहिँ BYD सिगल पनि भनिएको छ हैन। अनि आजको यो भिडियोमा चाहिँ म तपाईलाई यो गाडीको इन्टेरियर देखाउँछु, एक्सटेरियर देखाउँछु र सिटीमा पनि अलिअलि ड्राइभ गरेर देखाउँछु र यो गाडी चाहिँ कस्तो फिल हुने रहेछ आजको यो भिडियोमा हेरौँ है त। सो लेट्स गेट द भिडियो स्टार्टेड। यो BYD Atto 1 चाहिँ एउटा प्योर सिटी कार हो भनेर मैले भनिहालेँ हैन, किनभने यो चाहिँ वर्ल्ड अर्बन कारमा 2025 मा यसले अवार्ड पनि पाइसकेको छ, व्हिच मिन्स यो चाहिँ एउटा प्योर सिटी कार नै हो। र सुरु गरौँ यो गाडीको स्पेक्सबाट नै हैन। अनि यो BYD Atto 1 चाहिँ प्योर इभी प्लेटफर्ममा बनेको गाडी हो। BYD को आफ्नै ई प्लेटफर्म 3.0 प्लेटफर्ममा बनेको गाडी हो। अनि यो गाडी चाहिँ नेपालमा दुईटा भेरिएन्टमा आउँछ, एउटा चाहिँ डाइनामिक, एउटा चाहिँ प्रिमियम। अनि ब्याट्रीको कुरा गर्नु पर्दाखेरि डाइनामिकमा चाहिँ हामीले 30.08 किलोवाट आवरको ब्लेड ब्याट्री पाउन सक्छौं भने अर्को प्रिमियममा चाहिँ 38.88 किलोवाट आवरको ब्लेड ब्याट्री नै पाउन सक्छौं। अनि जुनले निकाल्ने रेन्ज भनेको चाहिँ डाइनामिकले चाहिँ 230 किलोमिटर्स लान सक्छौं हामीले यो गाडीमा भने अर्को प्रिमियममा चाहिँ 300 किलोमिटर्स लान सक्छौं। त्यो चाहिँ WLTP सर्टिफाइड नै हो। अनि मोटरकै कुरा गर्नु पर्दाखेरि यो दुईटै ब्याट्री प्याकमा चाहिँ सेम मोटर नै आउँछ, 45 किलोवाटको मोटर आउँछ। अनि जस्ट त्यो पावर पर्फर्मेन्स चाहिँ त्यस्तो ल्याग भएको जस्तो फिल चाहिँ हुँदैन। अनि एउटा सिटी कार भएको कारणले गर्दाखेरि पनि हामीलाई हुन्छ नि चलाउँदाखेरि पनि एकदम इजी नै छ। र सुरु गरौँ गाडीको अगाडिको लुक्सबाट नै हैन। अगाडिबाट मलाई पर्सनली चाहिँ यो गाडीको डिजाइन यस्तो राम्रो लाग्यो, हुन्छ नि एउटा सिटी कार भए पनि एकदम हेड टर्निङ डिजाइन जस्तो लाग्यो मलाई। अनि यतापट्टि हामीले मजाले हेडलाइट्सहरु देख्न सक्छौं जुन चाहिँ LED हेडलाइट्स नै दिएको छ। अनि दुईटा लाइन जस्तो हुन्छ नि DRLs दिएको रहेछ जुन चाहिँ टाढाबाट हेर्दाखेरि एकदम अपिलिङ छ कि यसको डिजाइन चाहिँ। अनि बिचमा ठुलो BYD को ब्याजिङ भयो भने अगाडिपट्टि कुनै पनि हुन्छ नि ग्रिल्सहरु त्यस्तो हुन्छ नि कस्मेटिक्स खेलाएको जस्तो चाहिँ मैले फिल गरिन। अनि यतापट्टि नम्बर प्लेट होल्डर भयो भने यता मुनिपट्टि चाहिँ ओपन ग्रिल्स दिएको रहेछ जुन चाहिँ अब मोटरहरु तात्यो भने चाहिँ त्यहाँबाट कुलिङ पनि हुन्छ। अनि जस कटिङ्सहरु चाहिँ एकदम मजाले नै बनाइएको छ, मलाई चाहिँ पर्सनली एकदमै राम्रो लाग्यो। अनि यसमा चाहिँ हामीले 360 डिग्री क्यामेरा चाहिँ कुनै पनि पाउँदैनौं, बेसमा पनि पाउँदैनौं, टपमा पनि पाउँदैनौं। यसमा चाहिँ खाली रियर क्यामेरा मात्रै छ। अब हुन त सिटी कारमा खासै त्यस्तो 360 क्यामेरा हुन्छ नि चाहिने जस्तो फिल चाहिँ भएन मलाई। जस अगाडिबाट डिजाइनहरु चाहिँ एकदम मिनिमलिस्टिक नै बनाइएको छ। मलाई चाहिँ पर्सनली सिटीमा ड्राइभ गर्दाखेरि चाहिँ एकदमै रमाइलो लाग्यो यो गाडी हैन। अनि अब यसको अन्डर द हुड चाहिँ के छ हेरिहालौँ है त। जस अगाडिपट्टि पनि यो बन्ने चाहिँ अलिकति हेभी नै दिएको रहेछ, कुनै पनि हाइड्रोलिक स्टड दिएको छैन रहेछ, यसरी अड्डाएर हेर्नु पनि हुन्छ। अनि अगाडिपट्टि कुनै पनि फ्रन्ट स्टेसहरु दिएको छैन रहेछ। यसमा चाहिँ अब 45 किलोवाटको मोटर फ्रन्ट व्हील ड्राइभ भइहाल्यो, अगाडिपट्टि नै मोटर दिएको छ। जस हुन्छ नि क्लिन नै बनाइएको छ, कुनै पनि हुन्छ नि त्यो वायरिङ्सहरु त्यस्तो धेरै खेलाएको चाहिँ छैन। र यो त भयो गाडीको अगाडिको लुक्स देखाइहालेँ मैले तपाईलाई, हुन्छ नि एकदम कस्तो छ, कस्तो देखिदो रहेछ अगाडिबाट भनेर। अब हेरौँ साइडबाट चाहिँ कस्तो छ भनेर है त। मलाई पर्सनली चाहिँ यो गाडीको डिजाइन हुन्छ नि अगाडिबाट साइडबाट पछाडिबाट पनि एकदमै राम्रो लाग्यो। एकदम कम्प्याक्ट बनाइएको छ जुन चाहिँ एकदम सिटीलाई नै फोकस गरेर बनाइएको छ हैन। अनि डाइमेन्सन वाइज पनि गाडीको एकदम छोटो छ, त्यो कारणले गर्दाखेरि हामीलाई टर्निङ रेडियसहरु पनि मजाले नै पुग्छ। अनि यसमा चाहिँ हामीले 16 इन्चको अलो व्हील्स पाउन सक्छौं हैन। यो चाहिँ दुवै डाइनामिक र प्रिमियममा सेम अलो व्हील्स नै पाउन सक्छौं हामीले। अनि लेन्थकै कुरा गर्नु पर्दाखेरि यो चाहिँ 3.9 मिटरको दिएको छ। अनि विड्थको कुरा गर्नुहुन्छ भने त्यो चाहिँ 1.7 मिटरको दिएको छ। र हाइटको कुरा गर्नु पर्दाखेरि यो चाहिँ 1.5 मिटरको दिएको छ। डिसेन्ट नै छ, त्यति हुन्छ नि होचो जस्तो चाहिँ लाग्दैन हामीलाई। अनि व्हील बेसको कुरा गर्नु पर्दाखेरि यसमा चाहिँ 2.5 मिटरको दिएको छ जुन चाहिँ हामीले अब हुन्छ नि गल्लीहरुमा जाँदाखेरि सिटीमा चलाउँदाखेरि चाहिँ त्यो टर्निङ रेडियसहरु चाहिँ एकदम मजाले नै पुग्छ।
अनि मलाई पर्सनली राम्रो लागेको चाहिँ यसको जस्ट यो कटिङ्सहरूदेखि लिएर साइडबाट गाडी हुन्छ नि नट ब्याड हुन्छ नि हेड टर्निङ डिजाइन नै देखिन्छ। यतापट्टि हामीले ओआरबिएमहरू देख्न सक्छौँ जुनमा चाहिँ अब हामीले म्यानुअली नै एडजस्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ कुनै पनि इलेक्ट्रिकली दिएको छैन रहेछ। अनि यतापट्टि चाहिँ यसको चार्जिङ पोर्ट दिएको रहेछ। एन्ड यस जस्ट साइडबाट त्यस्तो गाडी सानो जस्तो चाहिँ फिल नहुने के। र गाडीको सस्पेन्सनकै कुरा गर्नुपर्दाखेरि फ्रन्टमा चाहिँ हामीले मकफर्सन स्ट्रटको सस्पेन्सन देख्न सक्छौँ भने पछाडिपट्टि चाहिँ टोर्सन बिमको सस्पेन्सन छ। अनि यो चारैवटामा डिस्क ब्रेक पनि छ। अगाडिपट्टि दुईवटा डिस्क ब्रेकमा चाहिँ हामीले भेन्टिलेटेड डिस्क पाउँछौँ भने पछाडि चाहिँ डिस्क ब्रेक मात्रै भयो। भेन्टिलेटेड डिस्क चाहिँ अब हामीलाई हुन्छ नि लङ ट्राभल्सहरू गर्दाखेरि एकदम इजी हुन्छ। ब्रेकहरू त्यस्तो तातिने जस्तो समस्या चाहिँ हामीले फिल गर्दैनौँ। अनि मेन भनेको यसको ग्राउन्ड क्लियरेन्स हो होइन, जुन चाहिँ 175 मिलिमिटर दिएको छ। अब अहिलेको यो यसो हेर्दाखेरि चाहिँ अलिक कम देख्नु होला, तर मलाई त्यस्तो ग्राउन्ड क्लियरेन्समा त्यस्तो इस्यु भएको जस्तो फिल चाहिँ भएन। हामी मजाले नै हुन्छ नि पटोल्सहरू पनि मजाले गइरहेको थियो, यो गाडीले ह्यान्डल गरिरहेको थियो। र यसको चार्जिङ पोर्ट चाहिँ यहाँ साइडपट्टि दिएको छ होइन। अनि यसले चाहिँ एसी डिसी दुइटै नै सपोर्ट गर्छ। एसीबाट चाहिँ 6.6 किलोवाटसम्म यो गाडीले सपोर्ट गर्छ भने डिसीबाट गर्नुहुन्छ भने चाहिँ 40 किलोवाटसम्म यसले सपोर्ट गर्छ। र यो चाहिँ रहेको छ एटो1 को रियर लुक्स। मलाई चाहिँ पर्सनली रियरबाट पनि यो गाडी एकदमै राम्रो लाग्यो। अलिकति स्पोर्टी डिजाइनमा बनाइएको रहेछ होइन। अनि यतापट्टि स्पोइलरहरू पनि कस्तो हुन्छ नि स्पोर्ट्स कारहरूमा जस्तो डिजाइन गरिएको रहेछ। अनि डिफ्रोस्ट यहाँनिर भइहाल्यो भने हामीले चाहिँ यसमा कुनै पनि रियर वाइपरहरू चाहिँ पाउँदैनौँ। अनि मेन अर्को राम्रो भनेको चाहिँ यसको एलइडी कनेक्टेड ब्याकलाइट्स पनि हो क्या, जुनले चाहिँ बेलुकाको समयमा एकदमै राम्रो देखिन्छ। यो गाडी सानो भए पनि एकदम स्पोर्टियर जस्तो देखिन्छ। अनि जस पछाडिबाट डिजाइन मिनिमल नै बनाइएको छ। पछाडिपट्टि टन्नै पार्किङ हुन्छ नि सेन्सर्सहरू पनि राखिएको रहेछ। मुनिपट्टि यो डिजाइनहरूले गर्दाखेरि चाहिँ गाडीलाई अलिकति स्पोर्टियर पनि बनाउँछ। र यो ब्याक लुक्स त हामीले हेरिहाल्यौँ। अब यसको बुट स्पेस चाहिँ कत्रो छ हेरिहालौँ है त। यो खोल्नलाई चाहिँ हामीले यहाँबाट गर्नुपर्ने हुन्छ। अनि यो चाहिँ हामीले म्यानुअली नै खोल्नुपर्ने हुन्छ। अनि देख्न सक्नुहुन्छ यसको बुटमा हामीले यति धेरै सामान राखेको छौँ होइन। यसमा चाहिँ 230 लिटर्सको बुट स्पेस आउँछ, जहाँ चाहिँ हामीले अब हाम्रो यस्तै हुन्छ नि ब्याग्सहरू 3-4वटा मजाले राख्न सक्छौँ। इभन सुटकेस पनि हामीले राख्न सक्छौँ यसमा। अनि यो सिट चाहिँ हामीले स्प्लिट पनि गर्न मिल्छ। अब नर्मली हामीले 50-60 भन्दा पनि यसमा चाहिँ फुल्ली नै हामीले स्प्लिट गर्न मिल्छ। अनि जुनले गर्दाखेरि चाहिँ बुट स्पेसलाई 930 लिटरसम्म हामीले बुट स्पेसलाई युज गर्न सक्छौँ है त। यो त रह्यो गाडीको एक्सटेरियर लुक्स। अब यो गाडी भित्र बसेर चाहिँ कस्तो फिल हुने रहेछ हेरिहालौँ है त। एन्ड यस दिस इज द इन्टेरियर अफ BYD एटो1। मलाई चाहिँ पर्सनली भित्र छिर्ने बित्तिकै कस्तो प्रिमियम फिल भयो क्या। जहाँ पनि हामीले हुन्छ नि यस्तो क्लिन ड्यासबोर्डै पाउन सक्छौँ। यतापट्टि चाहिँ अब हार्ड प्लास्टिक नै दिएको रहेछ भने यतापट्टि चाहिँ तपाईँको सफ्ट टच नै दिएको छ, जुन चाहिँ अब हातहरू हाल्नलाई चाहिँ एकदम इजी पनि हुन्छ। अनि 3 स्पोक स्टियरिङ विल्सहरू भइहाल्यो। बिचमा BYD को ब्याजिङ पनि दिएको छ। साइडमा अब मिडिया कन्ट्रोल्सहरू गर्नलाई पनि हामीले स्टियरिङबाटै गर्न मिल्छ भने स्टियरिङ चाहिँ टिल्ट मात्रै गर्न मिल्ने रहेछ। यो चाहिँ टेलिस्कोपिक पनि होइन रहेछ होइन। अनि यसमा चाहिँ हामीले पुश बटन पनि पाउन सक्छौँ। अनि ब्ल्याक र ग्रेमा चाहिँ यो इन्टेरियरलाई पुरै डिजाइन गरिएको रहेछ। अनि अर्को भनेको जस्तै कि यसको सिटको कम्फर्टकै कुरा गर्नुपर्दाखेरि पनि यसमा चाहिँ हामीले बकेट सिट पाउन सक्छौँ। अनि कुनै पनि यो हेडरेस्टहरू चाहिँ एडजस्टेबल चाहिँ गर्न मिल्दैन। यो चाहिँ प्रायः सबै BYDमा चाहिँ यस्तै नै सिट दिएको हुन्छ। अनि यो सिट चाहिँ कुनै पनि भेन्टिलेसन पनि होइन, लाइक हिटेड पनि कुनै पनि होइन। यो चाहिँ यतापट्टि चाहिँ 10.1 इन्चको इन्फोटेनमेन्ट पाउन सक्छौँ, जुन चाहिँ रोटेबल चाहिँ हुँदैन। अब यसबाट हामीले सबै कन्ट्रोल्सहरू चाहिँ यसबाटै गर्न मिल्छ। अनि यसमा चाहिँ 7 इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर पनि दिएको छ, जहाँ चाहिँ हामीले अब ट्रिपहरूदेखि लिएर हाम्रो टायर प्रेसर मोनिटरिङ सिस्टमहरूदेखि लिएर सबै यसमा नै हामीले पाउन सक्छौँ। अनि मलाई चाहिँ क्वाइट हुन्छ नि फिनिसिङ वाइज चाहिँ एकदम राम्रो लाग्यो। एसी भेन्ट्सहरू पनि मजाले दिएको रहेछ। कति गाडीहरूमा चाहिँ एसी भेन्ट्सको प्रब्लम भइरहेको हुन्छ, तर यसमा चाहिँ मजाले एयर थ्रोहरूदेखि लिएर सबै फेसमा नै आउने के, विच इज भेरी भेरी नाइस। अनि मेन कुरा भनेको चाहिँ यसमा बटन्सहरू दिएको रहेछ क्या, जुन चाहिँ हामीले यो ठ्याक्कै BYD डल्फिनमा पनि हामीले यस्तै खालको बटन्सहरू पाउन सक्छौँ होइन। अनि यो चाहिँ मजाले अब हामीले कन्ट्रोल्स पनि गर्नलाई एकदम इजी पनि हुन्छ। गाडी चलाइरहेको बेलामा एसीहरू अन गर्नु पऱ्यो अफ गर्नु पऱ्यो भने पनि यहीँबाट कन्ट्रोल गर्न मिल्ने रहेछ। मेन भनेको चाहिँ भोल्युमको पनि दिएको रहेछ। अनि अरू भनेको अब जस्तै कि हामीले साइलेन्सहरू त यहाँबाट कन्ट्रोल गर्न मिल्ने भइहाल्यो। यतापट्टिबाट वाइपर्सहरू सबै यहीँबाट कन्ट्रोल गर्न मिल्छ। अनि मेन भनेको चाहिँ जस्ट बसेर चलाउँदाखेरि बनेटको एजेसहरूसम्म देखिन्छ, अन्दाज गर्न चाहिँ सजिलो हुन्छ कि मेन कुरा। अनि यसको गियर नबहरू चाहिँ यहाँनिर दिएको रहेछ, जुन चाहिँ ठ्याक्कै डल्फिनको जस्तो नै दिएको जस्तो लाग्यो मलाई। अनि बिचमा कन्सोलहरू देख्न सक्छौँ हामीले, फ्लोटिङ कन्सोल भनेको छ यसलाई चाहिँ होइन।
यहाँ मुनिपट्टि पनि केही स्पेसहरू छ अनि पछाडिपट्टि पनि केही स्पेसहरू छ होइन। आर्मरेस्ट पनि मजाले दिएको रहेछ, दुईवटा कप होल्डर्स पनि दिएको रहेछ। बिचमा चाहिँ हामीले मोबाइल चार्जर पनि पाउन सक्छौँ, विच इज वायरलेस। हामीले यहीँ राखेर मोबाइल पनि चार्ज गर्न सक्छौँ। अनि यहाँ मुनिपट्टि चाहिँ एउटा टाइप सीको पोर्ट छ भने अर्को चाहिँ युएसबी पोर्ट छ, जहाँबाट चाहिँ हामीले वायरबाट हाम्रो फोनहरू चार्ज गर्न सक्छौँ। अनि भित्र आउने बित्तिकै मलाई चाहिँ कस्तो हुन्छ नि, बाहिरबाट हेर्दाखेरि जति सानो थियो गाडी, भित्र बस्दाखेरि चाहिँ स्पेसियस नै फिल भयो कि। अगाडि प्यासेन्जरहरूको लागि, यता ड्राइभर साइडको लागि पनि त्यो सानो गाडीमा चढेको जस्तो फिल चाहिँ भएन। एन्ड यतापट्टि अब सनब्लाइन्डहरू भइहाल्यो, यतापट्टि भ्यानिटी मिरर्सहरू दिएको रहेछ, जहाँ चाहिँ अब लाइट्सहरू पनि दिएको रहेछ। अनि बिचमा पनि अब लाइट्सहरू भइहाल्यो। एन्ड यतापट्टि ग्लभ बक्सहरू, र यसमा चाहिँ हामीले 10.1 इन्चको इन्फोटेनमेन्ट पाउन सक्छौँ होइन। अनि यो स्क्रिन चाहिँ रोटेबल चाहिँ हुँदैन अरू BYDहरूमा जस्तो। अनि यसबाट हामीले अब सेटिङ्सहरू पनि सबै यहीँ नै पाउन सक्छौँ होइन। जस्तै कि अब लाइटको सेटिङहरूदेखि लिएर हुन्छ नि, हाम्रो ब्याट्रीको कन्जम्सनहरूदेखि लिएर सबै हामीले यहीँबाट हेर्न मिल्छ। एन्ड यसमा चाहिँ अब कुनै पनि एडास फिचर्सहरू चाहिँ दिएको छैन। अब यसमा एडास भनेर लेखेको चाहिँ छ, त्यसमा चाहिँ अब हामीले पार्किङ सेन्सर्सहरू मात्रै अन अफ गर्ने मात्रै अप्सन दिएको छ। अनि अर्को मेन कुरा भनेको चाहिँ अब हामीले यसमा स्टियरिङ एसिस्ट मोड पाउन सक्छौँ क्या। जस्तै कि अब यो अहिले कम्फोर्ट मोडमा छ होइन, हामीले स्पोर्ट्समा पनि हाल्न सक्छौँ। स्पोर्ट्समा हाल्दा चाहिँ यो स्टियरिङ अलिकति हार्ड हुन जान्छ। एन्ड पछाडि अब जस्तै कि ब्रेक एसिस्ट मोडहरू पनि दिएको छ, अब कम्फोर्टमा हाल्ने कि स्पोर्ट्समा हाल्ने भनेर। अनि यसमा चाहिँ हामीले अटो होल्ड पनि पाउन सक्छौँ भने इलेक्ट्रोनिक पार्किङ ब्रेकिङहरू पनि पाउन सक्छौँ। अनि अर्को मेन कुरा भनेको चाहिँ जस्तै कि अब हामीले हाम्रो यो गाडीहरूको सफ्टवेयरहरू अपडेट गर्न चाहिँ सर्भिस सेन्टर नगइकन हामीले यहीँबाट OTA अपडेट गर्नु मिल्छ होइन। अब हामी टाइममा चाहिँ यसमा अब हाम्रो फोनहरूमा जस्तै अपडेटहरू आइरहेको हुन्छ, अनि त्यो फोनहरूको अपडेट जस्तै हामीले यहीँबाट यो सफ्टवेयर पनि अपडेट गर्न मिल्छ। अनि देख्न सक्नुहुन्छ यो टच सेन्सिटिभ पनि एकदमै राम्रो छ होइन। मलाई चाहिँ पर्सनली एकदमै राम्रो लाग्यो, जस काहीँ पनि हुन्छ नि ल्याग भएको जस्तो फिल चाहिँ नहुने। अनि सर्टकटहरू पनि सबै यहीँबाट दिएको रहेछ। यसमा चाहिँ एप्पल CarPlay पनि सपोर्ट गर्छ भने एन्ड्रोइड अटो पनि सपोर्ट गर्छ। अनि अघि पनि भनिहालेँ मैले, यसमा चाहिँ 360 डिग्री क्यामेरा चाहिँ हामीले पाउँदैनौँ, यसमा चाहिँ रियर पार्किङ क्यामेरा मात्रै पाउँछौँ होइन, जुनको क्वालिटी चाहिँ डिसेन्ट नै छ। एन्ड यस, यो तर यो अगाडिको कम्फोर्ट नै छैन। अब यो गाडी पछाडि बसेर चाहिँ कस्तो फिल हुने रहेछ हेरिहालौँ है त। पछाडि आउँदाखेरि पनि खासै त्यस्तो अनकम्फोर्टेबल भएको जस्तो फिल चाहिँ भएन मलाई। हुन्छ नि, लेग रुमहरूदेखि लिएर हेड स्पेसहरूदेखि लिएर एकदम मजाले नै बनाइएको रहेछ। अनि यो चाहिँ अब हाइवेजहरूमा ट्राभल गर्दाखेरि एकदम इजी पनि हुन्छ यो कारणले गर्दाखेरि। अनि मलाई चाहिँ मैले अघि पनि भनिहालेँ, गाडी बाहिरबाट हेर्दाखेरि सानो भए पनि भित्र आउँदाखेरि चाहिँ कस्तो स्पेसियस नै लाग्यो क्या मलाई। इन टर्म्स अफ हुन्छ नि, यो सिट कम्फोर्टहरूदेखि लिएर हामी कहीँ ट्राभल गर्दाखेरि पनि त्यस्तो गाह्रो चाहिँ नहुने। ड्यु टु अब यसको प्लेटफर्मले गर्दाखेरि पनि होला, यो चाहिँ एउटा प्योर EV प्लेटफर्म बनेको कारणले गर्दाखेरि स्पेस म्यानेजमेन्टहरू चाहिँ एकदम मजाले नै बनाइएको छ होइन। अनि यहाँनिर मैले एउटा कुरा नोटिस गरेको भनेको चाहिँ यो तिनटै हेडरेस्ट चाहिँ एडजस्टेबल पनि गर्न मिल्ने रहेछ। यो 3 सिटर नै रहेछ होइन, हामी जस्ट ट्राभल मजाले 3 जना बसेर पनि गर्न सक्छौँ। अब अलिक धेरै नै हुन्छ नि, लङ डिस्टेन्सलाई चाहिँ अलिकति गाह्रो हुनसक्छ, तर सिटिजहरूमा चलाउनुलाई त्यस्तो खासै गाह्रो चाहिँ नहुने रहेछ। अनि यो सिटहरू चाहिँ 60-40 स्प्लिट नभइकन यो चाहिँ पुरै फ्ल्याट नै हामीले स्प्लिट गर्न मिल्ने रहेछ। अनि यो सिटहरू चाहिँ हामीले पुरै फ्ल्याट नै गर्न मिल्ने रहेछ। यो चाहिँ 60-40 चाहिँ स्प्लिट गर्न मिल्दैन रहेछ होइन। अनि यसमा चाहिँ हामीले आइसोफिक्सहरू पनि मजाले देख्न सक्छौँ। अनि अघि मैले अगाडिबाट पनि देखाइहालेको थिएँ होइन, यहाँनिर चाहिँ फ्लोटिङ कन्सोल दिएको छ, त्यसको मुनिपट्टि पनि केही स्पेसहरू दिएको रहेछ। हामीले अब हाम्रो बोटल्सहरू राख्नलाई पनि स्पेसहरू दिएको रहेछ। पछाडिपट्टि कुनै पनि टाइप सी पोर्टहरू चाहिँ दिएको छैन रहेछ, दिएको भए चाहिँ अलिकति बेटर पनि हुन्थ्यो। एन्ड यतापट्टि म्यागजिन होल्डरहरू भइहाल्यो। जस पछाडि बस्दाखेरि मेन कुरा कम्फोर्टेबल नै छ मलाई चाहिँ। जस पछाडि पनि कम्फोर्टेबल हुँ जस्तो लाग्छ गाडीहरूमा चाहिँ। नट ओन्ली अगाडि, पछाडि पनि हामीले अब फ्यामिलीहरू राखेर ट्राभल गर्दाखेरि चाहिँ इजी पनि हुन्छ हाम्रो हुन्छ नि डिस्टेन्सहरू। एन्ड यस पछाडि पनि जस सबै ठाउँमा मेटेरियल्सहरू मजाले नै बनाएको रहेछ। विन्डोजहरू पनि जस ठिकै नै बनाएको रहेछ, बाहिर हामीलाई हेर्दाखेरि पनि खासै त्यस्तो गाह्रो चाहिँ हुँदैन। सो लेट्स टक अबाउट द ड्राइभिङ एक्सपिरियन्स अफ यो एटो वानको होइन। मलाई पर्सनली चाहिँ यो गाडी एकदम सिटी कार नै जस्तो लाग्यो, किनभने हामी इनसाइड सिटीहरू जाँदाखेरि पनि खासै त्यस्तो केही फरक चाहिँ पर्दैन होइन। किनभने यसको डाइमेन्सनले गर्दाखेरि पनि जहाँबाट पनि हामीलाई टर्निङ लिन चाहिँ सजिलो क्या मेन कुरा। अनि बाहिरबाट हेर्दाखेरि यो गाडी जति सानो देखिन्छ, भित्रबाट आउँदाखेरि यो गाडी यस्तो स्पेसियस छ होइन। ड्यु टु यसको प्लेटफर्मले गर्दाखेरि पनि होला, हुन्छ नि एउटा प्योर EV प्लेटफर्ममा बनेको गाडीमा चाहिँ सबै कुरा एकदम मजाले नै बनाइएको हुन्छ क्या। स्पेस म्यानेजमेन्टहरूदेखि लिएर तपाईँको पर्फर्मेन्सहरूदेखि लिएर पनि एकदम इजी हुन्छ त्यो कुराहरूले गर्दाखेरि। अनि जस मलाई यो चलाउँदाखेरि चाहिँ के फिल भयो भन्दाखेरि चलाइरहेको गाडी जस्तो फिल भयो क्या।
हुन्छ नि नयाँ गाडी जस्तो फिल चाहिँ भएन। एक त यो अब हुन्छ नि हामी एकदम इनसाइड सिटीहरूमा जाँदाखेरि पनि त्यस्तो केही फरक चाहिँ परेन। अनि यसको रेन्ज पनि त्यत्तिकै राम्रो छ, लाइक एभरेजमा 300 किलोमिटर्स रेन्ज भनेको चाहिँ ठिकै जस्तो लाग्छ मलाई सिटीभित्र चाहिँ होइन। अब तपाईँ डेली अफिस आउने जाने गर्नुहुन्छ अथवा कहिलेकाहीँ हाइवेज पनि जानुहुन्छ भने पनि खासै केही फरक चाहिँ पर्दैन जस्तो लाग्छ मलाई। किनभने अहिलेको टाइममा चाहिँ चार्जिङ स्टेसन्सहरू मोस्ट अफ द ठाउँमा नै भइसकेको छ। सो इभीलाई चाहिँ त्यस्तो केही फरक चाहिँ पर्दैन। अनि चलाइराख्दाखेरि चाहिँ मैले के फिल गरेँ भन्दाखेरि यसको सस्पेन्सन चाहिँ अलिकति स्टिफ रहेछ। मेबी त्यो ड्यु टु ग्राउन्ड क्लियरेन्सलाई ह्यान्डल गर्नलाई पनि होला सायद होइन। तर अफ रोड प्याचेसहरूमा जाँदाखेरि त्यस्तो उफ्रेको जस्तो फिल चाहिँ भएन मलाई। अनि बडी रोल्सहरू पनि एकदमै कम यो गाडीमा होइन। हामी जस्ट 4जना बसेर इनसाइड सिटी ट्राभल गर्न चाहिँ एकदमै इजी हुन्छ यो गाडीमा। अनि यसको एसीको थ्रो पनि त्यस्तै राम्रो लाग्यो कि मलाई, डाइरेक्टली फेसमा नै पर्ने खालको छ यसको एसी भेन्ट्सहरूमा होइन। पावर एन्ड पिकअपहरू त जस्ट राम्रो नै छ। हामी उकालोहरूमा पनि गएर हेरेका थियौँ, उकालोको अफ रोडमा पनि गएर हेरेको थियौँ, त्यहाँ पनि पावर ल्याग भएको जस्तो त्यस्तो केही पनि फिल चाहिँ भएन मलाई। अनि सिट कम्फोर्टहरू पनि जस्ट राम्रै छ, बकेट सिट दिएको छ यसमा। सिटमा चाहिँ हुन्छ नि च्याप्प समातेर बसाए जस्तो फिल हुने रहेछ क्या। र यो गाडीको प्लेटफर्मकै कुरा गर्नुपर्दाखेरि यो चाहिँ एउटा प्योर इभी प्लेटफर्ममा बनेको गाडी हो होइन। अनि जुन चाहिँ अब अहिलेको टेक्नोलोजीसँग एकदम मिट गरेर बनाइएको छ, एभ्रिथिङ हुन्छ नि ड्यासबोर्डहरूदेखि लिएर हुन्छ नि च्यासिसहरूदेखि लिएर चाहिँ मजाले नै बनाइएको छ। अनि यसमा चाहिँ हामीले 10.1 इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर पनि पाउन सक्छौँ होइन, जहाँबाट चाहिँ अब चलाइराख्दाखेरि हामीले सबै कन्ट्रोल्सहरू मजाले नै गर्न सक्छौँ। अनि मेन राम्रो लागेको कुरा भनेको चाहिँ मलाई यसमा फिजिकल बटन्सहरू दिएको रहेछ क्या। नर्मली बिवाइडीहरूमा चाहिँ फिजिकल बटन्सहरू दिएको हुन्छ, त्यो चाहिँ खासमा एकदमै इम्पोर्टेन्ट कुरा जस्तो लाग्छ मलाई अहिले। किनभने अहिलेको इभिजहरूमा चाहिँ त्यो कुराहरू मिसिङ छ नि त। सो चलाइराख्दाखेरि एसीहरू अन गर्ने अफ गर्ने चाहिँ हामीले मजाले नै गर्न सक्छौँ। अनि अर्को कुरा भनेको जस्तै कि अब ड्राइभिङ सिटमा त कम्फोर्टेबल नै छ, पछाडिको सिटमा पनि म बसेर हेरेको थिएँ होइन, पछाडि पनि एकदमै कम्फोर्टेबल लाग्यो मलाई। लेग रुमहरूदेखि लिएर हेड स्पेसहरूदेखि लिएर चाहिँ जस्ट मजाले नै बनाइएको छ। एन्ड अब हुन त यो एउटा सिटी कार हो, त्यो भएको कारणले गर्दाखेरि पनि बुट स्पेस चाहिँ अलिकति कम लाग्न सक्छ तपाईँलाई होइन। तर इफ तपाईँ हुन्छ नि 2जना 3जना मात्रै ट्राभल गर्नुहुन्छ भने हाम्रो नर्मली अट्ने सामानहरू 3जनाको सामानहरू चाहिँ हामीले मजाले नै राखेर जान सक्छौँ। अनि ग्राउन्ड क्लियरेन्सकै कुरा गर्नुपर्दाखेरि एज पर कम्पनी यसमा चाहिँ 175 मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिएको छ। अनि हामीले अघि अलिकति अफ रोड प्याचेसहरूमा पनि टेस्ट गरेर हेरेका थियौँ, त्यस्तो केही इस्यु चाहिँ मलाई लागेन। हुन्छ नि त्यो छौको जस्तो फिल चाहिँ भएन मलाई होइन। जस्ट चलाउँदाखेरि ड्राइभिङ कम्फोर्ट चाहिँ एकदम मजाकै छ भन्छु है म चाहिँ। किनभने मेन कुरा नै त्यही हो नि त, हामीलाई चलाउँदाखेरि कम्फोर्टेबल अनि पछाडि अगाडि बस्दाखेरि कम्फोर्टेबल भयो भने त्यो गाडी चाहिँ बेस्ट नै हुन्छ नि त। अनि ड्यु टु अब यो एउटा सिटी कार भएको कारणले गर्दाखेरि पनि बिगिनर्सहरूलाई अथवा हुन्छ नि कोही फर्स्ट एउटा इभी लिन सोचिरहनु भएको छ भने दिस माइट बी द बेस्ट वान फर यु। एन्ड यस, दिस इज द ओभरअल ड्राइभिङ एक्सपिरियन्स मेरो ओपिनियनमा चाहिँ यो एटो वानको होइन। अनि म सकेसम्म अब यो गाडीको एउटा हाइवे टेस्ट पनि ल्याउने भिडियो ट्राई गर्नेछु। र यो गाडीको प्राइसकै कुरा गर्नुपर्दाखेरि यो चाहिँ दुईवटा भेरिएन्टमा आउँछ नेपालमा, एउटा चाहिँ डाइनामिक, एउटा चाहिँ प्रिमियम। डाइनामिकको प्राइस चाहिँ 28.95 लाख रहेको छ भने अर्को प्रिमियमको प्राइस चाहिँ 32.99 लाख रहेको छ। अनि यो एटो वान चाहिँ हामीले 4वटा कलरमा पाउन सक्छौँ। एउटा चाहिँ यो ग्रिन भइहाल्यो, अर्को भनेको ब्ल्याक, ब्लू अनि व्हाइट कलरमा हामीले यो एटो वान चाहिँ पाउन सक्छौँ है त। र अहिले चाहिँ हामी यो भिडियोको एन्डमा आइसक्यौँ। मैले देखाइहालेँ तपाईँलाई यो BYD एटो वान चाहिँ कस्तो छ भनेर। ओभरअल मेरो एक्सपिरियन्स चाहिँ रमाइलो भयो होइन। अनि म चाहिँ यो गाडी अब उहाँहरूलाई रेकमेन्ड गर्छु जो चाहिँ हुन्छ नि बिगिनर हुनुहुन्छ अथवा बजेट खालको इभीहरू खोजिरहनु भएको छ भने चाहिँ दिस माइट बी द बेस्ट अप्सन फर यु। अनि मलाई पर्सनली चाहिँ यो गाडीको राम्रो लागेको कुरा भनेको चाहिँ पर्फर्मेन्स नै हो। यति सानो ब्याट्रीमा पनि यति राम्रो पर्फर्मेन्स थियो होइन। अनि अघि पनि भनिहालेँ मैले, गाडी हुन्छ नि हामीले बाहिरबाट हेर्दाखेरि चाहिँ अब सानो गाडी होला भनेर सोध्छौँ भने भित्रबाट चाहिँ एकदम स्पेसियस नै बनाइएको छ। अनि स्पेस म्यानेजमेन्टहरूदेखि लिएर सबै मजाले नै बनाइएको छ। एन्ड यस, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। केही क्वेसन्सहरू छ यो BYD एटो वानको बारेमा भने कमेन्ट गरिदिनु होला, लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला है त। थ्याङ्क यू।